यो तरिकाले गेम जितिन्छ र यो तरिकाले फिफा वर्ल्ड कप 2026 जित्छ भने पोर्चुगल हामी आँखा फुटेको हामी चाहिँ अन्धा हो के साला मुजी चुतियाहरू साला सब खातेहरू चाहिँ होइन यस्तो रिस उठिरहेको थियो यति मतलबी भयो नि यति मतलबी भयो नि रनाल्डोलाई पास दिए रनाल्डोले गोल हानिहाल्छ कि भनेर तिनीहरूको चाकबाट चुर्ना झर्न थाल्यो क्या चाकबाट चुर्ना साला भिटिना ब्रान्डेसिल के भएका के यिनीहरूलाई जबसम्म नुनो मेन्डिस थियो तबसम्म चाहिँ स्पेनको टिमलाई चाहिँ ऊ रोकेर राखिरहेको थियो उसले चाहिँ एमआरलाई चाहिँ गोजीमा राख्यो जब चाहिँ इन्जुरी हुन्छ तब बाहिरिन्छ त्यसपछि लथालिङ्ग के भनौँ आँखाबाट आँसु आयो रोइयो होइन त्यो बाहेक अरू केही पनि देखेन कति चोट दिनु के लगातार यति बुझौँ 6वटा वर्ल्ड कप रनाल्डोले खेल्यो त्यसमा चाहिँ पाइएन क्या ट्रफी मलाई ट्रफी आउला त्यो आफ्नो ठाउँमा छ कि त्यो मतलबै छैन त्यो आउला एकचोटि कसो नआउला होइन पोर्चुगलले जित्ला त्यो आफ्नो ठाउँमा तर कि रोनाल्डोको हातमा वर्ल्ड कपको ट्रफी होस् यो हेर्न मन थियो कि त्यो रोगको आँखाबाट आँसु झरेको हेर्न सकिएकै छैन कसरी कुन एङ्गलबाट के भनौँ र किन त्यो एउटा ओल्ड पनि आइरहेको छैन कि यति मात्र आइरहेको छ कि साला तिनीहरूलाई चाहिँ गाली गरेर मन लागिरहेछ स्पेनले पनि के गर्यो थाहा छ पोर्चुगललाई खेलायो चल्लो खेलायो जस्तो गरेको एउटा चराले हुन्छ नि त्यो खेलायो लास्टमा 91 मिनटमा गएर गोल हान्थ्यो के न के हुन्छ नि यति इजिली गोल हान्यो कि साला सबैको आँखामा चाहिँ बटन लगाएर चाहिँ गोल हाने जसरी गोल हानिदियो केही भन्नु छ केही बोल्नु छ कसलाई भनेर कहाँ गएर दुःख पोख्नु के कसलाई भनेर चाहिँ दुःख दिनु के यहाँ त सर्तुहरूको भिड छ छिमेकीहरूको त अब दसैँ भइहाल्यो होला छिमेकीहरू त पागलै भइहाल्यो होला छिमेकीहरूलाई चाहिँ कसले रोक्न सक्छ छिमेकी त उछिटिरह होला अब चाहिँ कसरी देखाउने कसलाई भन्नु यो पीडा कसले बुझ्छ म जस्तै रोनाल्डो फ्यान बाहेक अरू कसले बुझ्ला त कसैले बुझ्नेवाला पनि छैन यस्तोसम्म भएको छ होइन यस्तोसम्म भएको छ कन्ट्रोल गरिरहेको छु क्या साँच्चै भनेको यस्तो भएको छ अरू होइन रोनाल्डोको लागि आइडल हो यार बचपनदेखि चाहिँ फुटबल हेऱ्यो बचपनदेखि उसको लास्ट वर्ल्ड कप हामीलाई थाहा छ त्यो आँखाबाट आँसु झारेर त्यो ग्राउन्डबाट बिदाई हुनु र खुसी भएर हातमा ट्रफी लिएर चाहिँ बिदा हुनु धेरै डिफ्रेन्ट हुन्छ धेरै भएको हुन्थ्यो होइन कति खुसी हुन्थ्यो होला कति के बोल्नु के यार केही पनि उड्नै छैन क्या भित्रैबाट चाहिँ केही आएको छैन मन चाहिँ दुखिरहेको छ मन रोइरहेको छ होइन मन के भन्छ आँखा सबै हरेक कुरा यत्रोमा हुन्छ नि 1 बजे कामबाट आएर चाहिँ 3 बजेसम्म स्टिल पोर्चुगलको गेम हेऱ्यो होइन जित्ला बाटोमा आउँदाखेरि पनि स्टिल डाटा लगेर पनि के गेम हेरिरहेको थिएँ यार जित्छ कि भन्ने आश थियो कि त्यति प्रे गरेको हरेक कुराहरू गरेको होइन यस्तो भयो कि अब के भनौँ कि कुनै शब्द नै छैन होइन यो शब्द पोख्नलाई कोही नभएर तिमी यहाँ चाहिँ सोसल मिडियामा आएर चाहिँ यो शब्द पोखिरहेको छु बोलिरहेको छु कि के भन यार तिमीहरूलाई चाहिँ यस्तो भएको छ कि अब फक अफ साला